सबैतिर झिलिमिली लगाइदिएर पहिला त थिएन हौ यस्तो कस्तो दामी बनाएको होइन खेल्ने ठाउँ ए हो घुले रहेछ त नि पुच्चु के हो गुवा गुवा खेला लु दाजु बहिनी पुच्चु हाई भन्देऊ नि त लु आशिष दादा तपाईँ पनि खेल्नु त्यहाँ घोडा चिप्लेटीहरू छ यहाँ जा न आशिष बहिनी लिएर बल यहाँ कति धेरै बल छ इबा बल खेल्न जाऊ न बल ओइ लड्छ बहिनी त हुन्छ छिर्ने हो आबाट निस्किनु यहाँबाट छिरेर के गर्दैछौ हजुर कहाँ छ बल कहाँ छ यहाँ बल छैन ए यहाँ छ बल बल देखेर पो यहाँ बल भनेर आएर यहाँ बल आउन त गएन क्याच बल आयो उता आफै सर्नु पर्ने बहिनी चाहिँ लड्छ अहिले बलमा लडिन्छ पुचो लड आशिष यहाँ उफ्रिने रहेछ हौ आशिष दादा पनि आउनु अरे हजुर जाउँ होला हौ बाहिर राम्रो छ जाउँ बल राखिदेऊ गयौँ अब हामी गुवा ए कुदेछ भने खुसी भएको जुत्ता खोलौँ ल गुवा आशिष दादा जाऊ अरे गुवा हेर्न चक्का
पछाडि कहाँ बस्ने जाउँ न त जाउँ बाई लु बाहिर जाउँ न त होइन बाहिर बस्ने हो जाउँ आशी दादा जाउँ दादालाई जाउँ भन आऊ त्यो त आउनुमा उनीहरूको जो भए पनि चल्ने नाचिदेऊ नि त पुच्चो नाच्दैन पिङ्क पनि रहेछ त कस्तो मजाको यिनीहरूलाई स्टार मनपर्छ नि त स्टारमा बस नि त म फोटो खिचिदिन्छु लु स्टारमा बस त ए स्टार नै हाम्रो एकदमै पार्क घुम्न पाएर कस्तो दामी छ टिकट काट्नु पर्ने सबै थोकमा हजुर उहाँ र कस्तो राम्रो पिङ्क बल्ल आइपुग्यो बल्ल आयो डाइनोसोर्स उ त पिङ्क खेल्ने आऊ हजुर आशिष फोटो खिचिदिन्छु कस्तो दामी आइरहेछ खै खै उता त केही त छैन त अनि उता त के छ र केही त छैन यतै मात्र त रहेछ त्यही त जाउँ जाउँ खिच्नु राम्रो हुन्छ ए यहाँभित्र के फुर्रे अनुहार सेट राम्रो छ लाइटले क्या लाउनुपर्छ फोटो कस्तो राम्रो फोटो आयो त्यहाँ एक्लै त्यहाँ बसिरहेको छु नाचिदिएको नाचेको त्यहाँ भेट्यो अनि त डस्टबिन भएको सार्को हो नि त के हो बुच्चो गर त बेबी सार्क बेबी सार्क गरिदिनु आशिष दादा चाहियो अरे
आज अल्छी लाग्यो ए